हेलो एन्ड नमस्ते गाइज हैन आफ्टर लङ ब्रेक है फेरि पनि नयाँ भिडियोको साथमा आइसकेको छु म एन्ड आज चाहिँ हाम्रो होली स्पेसल रहेको छ कलेजमा अनि कलेज पनि लाग्छ 2 घण्टा चाहिँ दुईटा आधी घण्टा एउटा क्लासबाट काटेको छु बट अनि 1 घण्टा चाहिँ होली मनाउने भनेर कलेजमा स्पेसिफिकली भनेको छ सो लेट्स सी हैन आजको अब भिडियोमा के कस्तो हुन्छ धेरै दिनपछि आएको छु सबैजनाले माया देखाउनु होला लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है त गाइस सो अहिले चाहिँ सबभन्दा अगाडि चाहिँ अब मेरो साथीलाई पिक गर्न जान्छु म हैन त्यही बाटोमै पर्छ कलेज जाँदा जाँदै एन्ड त्यहाँबाट कलेजमा पुगिन्जेलसम्म हामी साथीभाइहरू कतिजना हुन्छौँ र कतिको रमाइलो हुन्छ हेर्दै जाउँ है त गाइस के छ भन्दा कति बजी भेट्यो कलेज जाँदा भिडियो वाइट भेस्ट लगाइराख्छु वाइट होली खेल्न होली खेल्ने होली खेल्ने अनुहार हेर्दा त अरू नै खेल्ने जस्तो देख्छु त फर्स्ट होली हो नि त आज के हो यो मामा भुजिया मामाले भान्जाको लागि मामा भुजिया ल्याइदियो अनि गजब छ नि हैन अब हामी कसलाई लिने अब खड्का आइस खड्का बढ्यो 1 घण्टा हुन आँट्छ ल त ठिकै छ अगाडि अब हाम्रो बस पनि आइरहेको छ यो कहाँको बस हाम्रो लोकल बस खाउनु भन्छ खाऊ तिमीले लाग्यो के चकलेट किटक्याट होइन होला के त मैले तिमीले के रे हाम्रो नि एउटा यस्तो गरौँ न के रे यस्तो कलेजबाट हुन्छ नि डिफ्रेन्ट थिङ्स ल्याउने एउटा छ नि ट्रेन चलेको छ नि कलेजमा त्यसरी गरौँ न अब गर्नुपर्छ जस्तो छ आजैदेखि सुरुवात गर्नुपर्छ है क्या खड्काले मामा भुजिया ल्याएको छ होला त्यो मामा त ल्याउँदैन ल है त गाइस चकलेटको साथमा हाम्रो लाडो भाइ पनि आइसकेको तिमीले त डिफ्रेन्ट थिङ्स के ल्यायो हामीले त अब मैले किटक्याट ल्यायो मामा भुजिया तिमीले के ल्यायो हिजो मामा भुजिया देखाउँदै त आज चाहिँ कहाँ गयो मामा भुजिया लेस ल्याउने भए सोधिराख्नुपर्छ तँलाई ल्याउन जान्दिनस् अरू बेला सबैलाई मनपर्छ भनेपछि मामालाई पनि भुजिया मनपर्छ भान्जालाई मात्रै भुजिया मनपर्ने हुन्छ मामा भुजिया त बिस्तारो है बिस्तारो गरे माम्स तिमीले कहाँ छ प्लम्बर चाहिँ जोनी चिजको काम चाहिँ नगरेर जोनी चिज भनेको हो माम्स अब म त सोझो मान्छे थाहा एक्टर हो कस्तो खालको एक्टर हो खड्का मुस्कुराउँदै चाहिँ कस्तो खालको एक्टर हो खड्का कस्तो जब धेरैवटा डिग्री छ भन्ने सुनेको थिएँ मैले चाहिँ कस्तो खालको डिग्री भन्दैछ त हो तिमी बबाले हो कुन मुभीमा खेलेको छ मैले पनि हेर्न चाहिँ हेरेको छुइनँ कस्तो रहेछ एक दिन चाहिँ हेर्न चाहिँ मन छ हौ हेर्नुपर्छ सँगै जाउँ न हलमा हेर्न मिल्छ मिल्दैन हलमा थाहा भएन केमा हेऱ्यौ त तिमीले चाहिँ सुनेको मात्रै हो सुनेको अहिले भर्खर सबै हेरेको भन्दै जस्तो त्यही त न त यति साह्रो धेरै विशेषता त थाहा नहुनु पर्ने हो नि त के डिग्रीहरू के छ क्या भन त के हो लजाउनु पर्दैन त हामी ए त्यस्तो हो अनि भन्छ तिमीलाई चाहिँ के लाग्छ त्यो विषयमा मलाई चाहिँ थाहा भएन हौ यस्तो अब यो के को बारेमा मलाई थाहा पनि भएन म त्यस्तो कुरा हेर्दिनँ पनि त मुभी नै हेर्नु अल्छी लाग्छ क्या मलाई भनेको चाहिँ भनेपछि भान्जा चाहिँ प्र्याक्टिकल हो प्र्याक्टिकल भने पनि मलाई प्र्याक्टिकली काम गर्न चाहिँ मन लाग्छ त्यस्तो हेर्न त्यस्तो मन पर्दैन क्या के हेर्ने त्यस्तो मुभीहरू म सब त्यस्तो थाहा हुँदैन क्या मलाई त्यस्तो बारेमा म पनि हेर्दिनँ भन्दा ठिकै छ अरू हेर्दै जाउँ अगाडि चाहिँ गाइज यहाँनिर हाम्रो प्लानिङ चलिरहेछ सबैलाई मुर्गा पार्ने रङ दलिदिने कलेज पुग्ने बित्तिकै सबै घोप्टाइदिने भन्ने होइन अनि यहाँ रङ लिनु गइरहेछ अनि आज चाहिँ अब ट्याक्कसँगले भान्जा भइसक्यो रङ किन्दैछौँ होइन हामी अब रङ किनेर हामी अब जान्छौँ हामी अब रङ किनेछौँ केटाहरूलाई सरप्राइज दिने क्या रङ होली सरप्राइज केटाहरूलाई अब खड्का भन कुन किनेको अरे रङ लड्डु किन आँटेको होइन खड्का लड्डु पाउँदैन आन्टी यहाँ मिठाई दोकानमा त्यो पाउँदैन होला हौ त्यो पाउँछ ए हो
ल हामी लड्डु लिन गएको अरे के को लड्डु अरे माम लड्डु क्या लड्डु के किने गरे तिमीले के किन गरे भन्छ रङ्गिला लड्डु के किन गएको थियो अरे माम्स रङ्गिला लड्डु किन गएको के लड्डु किनेर आयो त देखा लड्डु लड्डु हेरौँ हामीले रङ्गिला लड्डु किन गएको लास्ट हामीले सिम्पल लड्डु लिएर आयौँ हामी आर्यले लाग्यो यसमा यो रङ्गिला लड्डु हो भनेर गरौँ न यसमा हामीले भाङ मिसाएको भनेर के अरे भाङ मिसाएको भनेर आर्यनलाई खुवाउनु रहेछ आर्यनले कति खाँदो रहेछ माम्स हेरौँ ल केटा ल अहिले जाउँ अब वहीँ पुगेपछि आर्यनसँग भेट भएपछि भिडियो अनि आर्यनले तिमीले कल गरिनौ कतिखेर आएर तिमी बसेको म कति 15 मिनट भयो होला 15 मिनट यत्रो बेरसम्म पनि त्यो जादु आएन लड्डु खाऊ लड्डु लड्डु खाने रङ्गिला लड्डु रङ्गिला लड्डु हो आज कलेजमै भाइ भानिदिउँ क्या रङ्गिला लड्डु खाऊ खाऊ उयसलाई नभन है आर्यनलाई भन्छ उहाँ पनि रहेछ लड्डु दोकान सो जादु भाइ कस्तो छ रङ्गिला लड्डु खाऊ न रङ्गिला लड्डु खाउँ रङ्गिला लड्डु खाने ग्रेट कस्तो रङ्गिला लड्डु पनि खाँदैन हौ खाऊ न अहिले कस्तो अहिले खाऊ न खाऊ अहिले छिटो खाऊ एउटा छिटो खाएर रङ्गिला लड्डु कहाँ त्यति खानु अहिले मासु सबै खा सबै खाऊ न यार अस्तिको भन्दा राम्रो छ होला नि त रङ्गिला लड्डु हो क्या यो हेर्दैछ त हेर्न छ कि छैन हेर्दैछ रङ्गिला लड्डु हो क्या तिम्रो माइती होला नि तिम्रो ए छैन कहिले दिनको बाबा कहिले दिनु माम सिधै अब खटाइ कसलाई भगाएर लाने किन माम्स कहिले भन त म त अब मेरो त यार सुरुमा म त अलिकति स्टेप के भन्छ नि त्यसलाई अलिकति स्टेबल मतलब के भन्छ नि एउटा क्यापेबल भएपछि चाहिँ अब हुन्छ नि मात्र प्रोजेक्ट बनाइदिन्छ केटाहरूसँग अब यस्तै प्रोजेक्ट सुरु गर्दैछ प्रोजेक्ट अफिसमा झन् सक्सेस होस् न प्रोजेक्टमा के को हो भन्दा बनाउनु फन्डिङ बनाउनु दिइरहेछ बनाइदिँदैछ प्रोजेक्टै भएन भन्छ अब यसो बिस्तारै हाइटमा नजाने हामी बिस्तारो जाने हो हामी माथि नजाने सिधै तल जाने हो कसलाई कहाँ भित्र ए हो सिधै जाऊँ न आज त यसको जाने काल हुन्छ नि त सबै गरिसकेको छैन के पढिस् भाइ बोर्ड त सबै गरेको जस्तो लाग्यो सक्यौँ होइन अब केटाहरू पनि यहीँ छन् सबैजना यहीँ छन् मल त तम्पर्छ केटाहरू ल मुर्गेन्ची कस्तो छ त पाराको ठिक छ त ल ल अब बाहिर निस्किनुपर्छ ल केटाहरूले बङ्क हान्ने भनिहाल्यो होइन बङ्क होइन हामी कहाँ बङ्क हान्ने लेट आएको कहाँको बङ्क हानेको र लेट पो आएको त के गरेको भन्छ के भयो मेरो साथी यता हेर न तिमीलाई कसले के गरिदियो हेर त ओइ साथी पानी नचेल भन्छ साथी साथी तिमीलाई के भयो यस्तो के भयो यता हेर त साथी सेम ढेडु जस्तो साथी
ढेडो भाइ होली नखेल्ने भाइको लागि बोलाएको होइन म त त्यही कल गरेको ओ ढेडो जादु भाइ कस्तो मजा आइरहेछ एकदम बक्का क्लासरुममा मस्ती भइरहेछ सबैजना होली खेल्ने लाब्रेले कसरी पो भन्यो तँलाई ऊ यो भन्ने मस्ती भयो राउन्ड 2 बाँकी नै छ नि त अब तँलाई हान्दिनँ भाइ उर्किनु कस्तो बिस्तार हो र ओए प्रवेश ओए अलिक बिस्तारी गर न सबै नाकभित्र पस्ने गरी हाल्छ यार No. नाचौँ हेरेको हेरेमा ओए नाच केटा गीत बजेन दोस्त रमाइलो भएन खेलायो पार्टीले खेलायो
विचार गर्नु ओइ 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 यो के गर्छ यिनीहरू